5 बलमा रन रोक्नु पर्ने छ भने हाबी बन्नु पर्ने छ उनी विरुद्ध यी दुई ब्याटर। हारी ठुलो हिटको लागि जानिन्छन्, उठाएर खेल्ने प्रयास, फिल्डर छन् त्यहाँ, सिधा हातमा जानेछ। यो न्यू होराइजन स्पोर्ट्स क्लबको लागि को आउलान् ओपनिङमा देहेन्द्र सिंह ऐरी, आदिल अन्सारी। पक्कै पनि यो खेल अझै धेरै गाडीले भरेपछि आफ्नो खुबी यहाँनिर स्टार्ट पनि धेरै राम्रो पाएको थियो तर क्यापिटलाइज पनि गर्न सकेन। यसबाट अर्को इजी सिङ्गल आउनेछ। अहिलेको लागि सिङ्गलमै चित्त बुझाउन छु। हजुरहरूको माया साथ र हौसलाले नै हामीलाई सर्वाउँछ। यसबाट रनआउटको मौका थियो, गल्ती गर्न पुगे त्यहाँ दिनेश अधिकारीले। सिधा उनले त्यो मिस्टेक पनि गर्नु पुगे त्यहाँ। रनआउटको मौका छ, फेरि पनि मौका गुम्नेछ। सहजतापूर्वक सिङ्गल आउनेछ। सिङ्गलले ड्याङ 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 अनि ब्याङ 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 प्रहार गर्नु। ह्याट्रिक लिएका छन् क्याम्पा कोहलपुर प्राइड लिगको पहिलो ह्याट्रिक प्रेमले लिएका छन् र उनले आज यहाँनिर जित दिलाउनु पर्ने हुन्छ। यहाँनिर 2 रन सफलताको साथमा लिएका छन्। यहाँनिर हेर्नुहुन्छ भने विकेट गएको छ। देहेन्द्र सिंह ऐरी र आदिल अन्सारी आइसकेका छन् जसविन क्रिजमा। मोहम्मद आएका छन् बलिङका लागि, किफायती रहेका थिए पहिलो इनिङमा बलबाट। सिम्पली गाइड गर्नेछन्, सिङ्गलका लागि काम बन्नेछ। सिङ्गलले हुन्छ युबिसिसीको र मैले भन्दै थिएँ तर यहाँनिर सिङ्गल मात्र हुने भएको छ तर तनाव लिनु पर्दैन। स्ट्राइकमा लिनुपर्नेछ दिपेन्द्रको विकेट। यसबाट राम्रो साइड कभरतर्फ जानेछ बल, क्षेत्ररक्षक छन् त्यहाँ र सहजतापूर्वक डबल पनि लिनेछन् यी दुई ब्याटर। रन बिटविलमा सुपर ओभर भने दिलाएका थिए। यसपटक धेरै पर जानेछ दिशाहीन बलसँगै आउनेछ सहजतापूर्वक सिङ्गल। अब भने मात्र 1 रनको आवश्यकता रहेको छ। कुनै अवस्थामा खेलबाट बाहिर रहेको थियो। युबिसीहरू आएर प्रदर्शन देखाएका छन् र क्राउडलाई नचाएका छन्। यसबाट गन टु द प्यार, सिङ्गलबाट यो खेल जित हात पार्नेछ युनाइटेड भिजन क्रिकेट क्लबले। क्या गजबको खेल